होइन उहाँ घरमा के अरे पहिला पहिला त टाढाबाट पानी बोक्नु पर्थ्यो होइन, अनि घाँस दाउरा गर्नु पर्थ्यो होइन। एक गाग्री पानी ल्याउनको लागि 1 घन्टा होइन, आधी घन्टा लाग्थ्यो होइन। अनि काम गर्न दुःख पनि लाग्थ्यो होइन। अनि पानी बोक्नु पऱ्यो, अनि पानी बोकेर फेरि घाँस काट्नु पऱ्यो होइन। अनि घाँस काटेर फेरि स्कुल जानु पऱ्यो होइन। स्कुल जान पनि 1 घन्टा लाग्थ्यो होइन। अनि फेरि स्कुलबाट आयो, अनि फेरि घाँस दाउरा गऱ्यो होइन। अनि छुट्टीको दिन ल जा यो गर त्यो गर भन्दाखेरि के काम गर्ने होइन भन्ने हुन्थ्यो। तर काम चाहिँ गर्नुपर्छ होइन, गर्नुपर्ने रहेछ होइन। तर त्यो बेला पनि मैले चाहिँ दुःख चाहिँ मानेन होइन। जसरी नि काम गर्थेँ होइन, आफूलाई अराएको काम अनि आफूलाई देखाएको काम अनि आफूले जानेको काम मैले गर्थेँ होइन। र कतिपय मान्छेहरू हुन्छ नि त, आफ्नो घरमा काम अरायो भने नगर्ने होइन, खेल्नै डगुल्ने होइन, त्यस्तो मान्छेहरू हुन्छ क्या। अनि किन त भन्दाखेरि त्यो हेल्दी काम हामीले गरिँदैन होइन। गाउँघरमा यत्तिकै सुत्ने बस्ने सुत्नै पाए हुन्थ्यो पहिला होइन। तर जब सुख सुविधा खोज्नको लागि बजार झरिन्छ तब थाहा हुन्छ क्या मान्छेलाई रोग लागेपछि, अनि थाहा हुन्छ नि त। अनि त्यसपछि मान्छेहरू यसरी त्यो वाकिङ गर्दै हिँड्छन्, अलिकति 1-2 दिन बाँच्नको लागि भन्छ। त्योदाखेरि स्वास्थ्य भरेको गाउँमा छ कि, हेल्दी स्वास्थ्य गाउँमा छ है। न त दबाईको खाँचो पर्छ, न त दबाई नै जरुरत पर्छ होइन। आफ्नै हावापानी नै राम्रो छ त आफ्नो गाउँमा, अनि खाना नै राम्रो छ आफ्नो गाउँमा। अर्ग्यानिक खाना पाइन्छ, आफूले उब्जाएको खाना खान पाइन्छ होइन। त्यो हुँदाखेरि आफ्नै गाउँठाउँ नै बस्नुपर्छ है। आफ्नो गाउँठाउँलाई छोड्नु हुँदैन है। यदि बाँच्नु छ, स्वस्थ हुनु छ भने आफ्नै गाउँठाउँमा पनि बस्नुपर्छ है। मर्नु त छ, तर मर्नु त जहाँ गयो नि मर्ने हो। तर अगाडि पछाडि हो, ढिलो चाँडोको कुरा हो। तर यदि ढिलो मर्नु छ, अलि धेरै वर्ष बाँच्नु छ भने आफ्नो गाउँमा नै बस्नुपर्छ। अनि आफ्नो गाउँको हेल्दी खाना खानुपर्छ, अर्ग्यानिक खाना खानुपर्छ होइन। उकाली ओह्राली गर्नुपर्छ, बाँझो जोत्नुपर्छ होइन, घाँस दाउरा गर्नुपर्छ, अनि स्वास्थ्य राम्रो हुन्छ कि। यहाँ मान्छेहरूले के स्वास्थ्य हुनको लागि कहिले कहाँ गएको छ, कहिले कसरी दौडेको छ, कहिले के उचालेको छ होइन। स्वास्थ्य हुनको लागि त्यो हुँदाखेरि आफ्नो गाउँमा न त जिम चाहियो होइन, न त जिम गर्नै चाहियो, न त जिमको नै जरुरत छ, न त वाकिङको नै जरुरत छ होइन। सट्ट बिहान उठ्यो, काम गर्यो, स्वच्छ हावा खायो होइन, त्यसैमै आनन्द छ। अनि स्वच्छ पानी पियो, त्यसैमै आनन्द छ। यहाँ त केमिकल हालेको पानी हुन्छ, हावा पनि कति प्रदूषित हुन्छ होइन। अन्तखेरि सेती खोज्दै सुख खोज्दै हुँदाखेरि धेरै दुःख हुन्छ है। मैले देखेको कुरा अनि मैले पनि भोगेको कुरा। त्यो हुँदाखेरि आफ्नो गाउँठाउँ चाहिँ नछोड्नुहोस्। हेर्नुहोस्, अब म पनि रिटायरमेन्ट लिएर आफ्नै गाउँमा आएर एउटा सानो झुप्पी बनाएर, त्यसको आफूलाई ओट लाउने घर बनाएर होइन बस्ने हो, आफ्नै गाउँठाउँमा गर्ने हो। अब यहाँ जति गर्दा पनि आफूलाई कहिल्यै शान्त हुँदैन होइन। सुख खोजेपछि सुख खोज्दै हिँड्दा कतिखेर दुःख भयो, कतिखेर ऋणले च्याप्यो, कतिखेर स्वास्थ्यले च्याप्यो, थाहै नहुने रहेछ। अब अलिकति 1-2 वर्ष भयो भए पनि बाँच्नको लागि आफ्नै गाउँठाउँ आउनुपर्छ, आफ्नै गाउँठाउँमा रमाउनुपर्छ है। बाई।